हेलो गाइज, आज चाहिँ यता बुढानी खण्ड आइपुगेछ है। हामी चाहिँ नारायण थानमा अब यता हुँदै शिवपुरी जाने तर्फतिर छौँ हामी। यतिको ठाडो छ है हजुर, यतिको उकालो छ होइन। हुन त रोड चाहिँ पिच नै रहेको छ। यहाँ हाम्रो दिदीबहिनीहरू छ अगाडितिर, त माथितिर साथीहरू पुगिसक्यो। उकालो चाहिँ लास्टै उकालो कि आमामा, हाइकिङ है हाइकिङ। यहाँ चाहिँ हाम्रो साथीहरू एकछिन फोटो खिच्ने भनेर फेरि बसिरहेको छ है साथीहरू। हेर्नुहोस्, शीतल पनि शीतल अनि रमाइलो छ यता शीतल भएर होइन। माथितिर देख्न सक्नुहुन्छ तपाईँहरूले, हेर्नुहोस् यहाँ यत्रो जङ्गल छ। रमाइलो छ है हजुर, रमाइलो छ, एकदम रमाइलो छ। हेर्नुहोस् है, सरी हाम्रो साथीहरू रेस पनि खेल्ने अरे। रेस ल ल ल म्याराथन है, म्याराथन। ल कुद्यो कुद्यो, यतिको उकालोमा पनि कुद्नुपर्छ है गाइस। हेर्नुहोस्, अलि म पनि कुद्दिउँ न होइन, अलिकति जोसमा। तर मेरो निकुञ्ज बगोदर मर्का है। ल है हजुर, हेर्नुहोस् है, अब यता शिवपुरीमा आइपुगिसकेको छौँ है। ओह्रालो चाहिँ यहाँतिर ओह्रालो रहेछ होइन। हाम्रो यहाँ साथीहरू चाहिँ यहाँ आइपुगिसकेको छ है साथीहरू, हेर्नुहोस् है। अनि यहाँ गेटबाट चाहिँ छिर्ने रहेछ हामी। ओपनिङ इन्ट्री चाहिँ यहाँबाट हो। यता चाहिँ हाम्रो टिकट काउन्टर छ है। अनि यताबाट चाहिँ तपाईँ टोइलेट पनि जान सक्नुहुन्छ। यहाँ शौचालय पनि छ। यो शिवपुरी नेसनल पार्क पनि हो नि त, त्यही भएर यहाँ चराहरूको यहाँ बोर्डहरू हेर्नुहोस् है, तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ यस्तो पनि छ। गाइस, अब हामीले चाहिँ टिकट काटिसक्यो। अब लगभग हामी हिँड्ने तयारीमा छौँ। अनि यता चाहिँ हाम्रो यस्तो ह्याट कता हो, यता हो कि यता हो, खै हेरौँ त। यता चाहिँ रहेछ होइन। अनि यता टक्क लाएर यो एउटा लाक्क लाएर एउटा घोडा भए त होइन, काउबय नै हुँदो रहेछ नि त आजको दिनमा त। टक्क लाएर ल है गाइस, हाम्रो सुरु भयो। अब सुरु यहाँबाट गेट है। ल अब हिँड्न थाल्यो है त हामी चाहिँ। ल मुख पनि धुइसक्यो, अब चलिन्छ मजाले। चस्मा टक्क डल्काउँ, कपाल टक्क लाएर अब हिँडिहाल है त। बाटो त राम्रो छ त यहाँको, आमामा यतिको बाटो त हुनु पऱ्यो नि त है। सट्ट हेर्नुहोस् गाइस, सुन्दरजल जाने बाटो चाहिँ यस्तो छ है, यस्तो मजाको छ त आमामा। टक्क बिहान जोकिङ गर्ने कुद्नेहरूलाई पनि मजाकै रहेछ होइन ठाउँ। टक्क लिएर कुदेर गयो पनि भयो। जङ्गल चाहिँ रमाइलो रहेछ है। ल गाइस, अब फाइनली हाम्रो होइन अफिसियली चाहिँ अब हाइक चाहिँ सुरु भएको छ। यहाँ चाहिँ अब सुन्दरजलको हाइक है। अघि मुनिसम्म चाहिँ हामी हिँडेर आयो। अलिकति हुन्छ नि, अलिक पिच ढलन रोडहरू रहेछ भनेपछि चाहिँ अब हाइकिङको त यही हो ड्रेस नै। अफिसियली भन्ने हुँदैन हाइकिङको ड्रेस होइन, यही हो अब होइन। केही छ र, अहिले गर्मी सर्मी भयो भने हाफप्यान्ट छाप्यान्ट छ लगाउँ ल। बाटो चाहिँ यस्तै छ है हजुर। यहाँ हेर्नुहोस्, यसो अलिक गोल्डन जस्तो ठ्याक्कै गाउँ जाने वाइफको है। गाउँमा यस्तै छ नि त रोडहरू। ठिक छ त, यतिको रमाइलो भइरहेछ होइन। यहाँ साथीहरू आइरहेछ होइन, पछाडितिर केटाहरू। अनि त्यसरी अगाडितिर पनि छ हाम्रो साथीहरू, दिदीहरू हुनुहुन्छ है। अगाडितिर हिँडिराख्नु भएको छ। अहिले नै लिक के अरे जुगा छिरे क्या केटाहरूको। केटाहरूको जुगा त आउँछ होला है सायद। यहाँ जुगा चाहिँ आउँछ जस्तो लागिरहेछ मलाई। अस्ति चन्द्रगिरी जाने बेलामा आमामा जुगा त वाइल्ड थियो होइन। अब आज हेरौँ यहाँ जुगा कतिको छ। हिजो राति यहाँतिर पानी पनि परेको रहेको छ होइन। अब बाटो त त्यस्तै छ, अलिकति खल्टो होइन। त्यही पनि हेरौँ, लेट्स गो। रमाइलो हुन्छ जस्तो लागिरहेछ जहाँसम्म लाग्छ मलाई। अनि हाम्रो अघि त्यहाँ हाम्रो आर्मी दाजुभाइ दिदीहरूले चाहिँ चेकिङ गरेर स्पिकर चाहिँ लान मिल्दैन अरे है। यहाँ गीत बजाएर जङ्गलमा होइन मजाले हिँड्न त पाइन्थ्यो नि त, किनभने नेसनल पार्क हो नि त, शिवपुरी नेसनल पार्क। त्यसैले हामीले यहाँ चराहरूलाई होइन, जनावरहरूलाई डिस्टर्ब हुन सकिन्छ अथवा के होला उहाँहरूको रुलहरू होइन, हामीलाई थाहा पाएन। त्यो चाहिँ मिल्दैन भने चाहिँ ठिकै छ। अब हामी गीत पनि गाउनेछौँ बिचतिर होइन। सक्दो चाहिँ रमाइलो नै गर्ने हो जिन्दगीमा, त्यही हो जस्तो लाग्छ। ल चढे केटाहरू चढ्यो ल मजाले। लड्ने चाहिँ लड्ला है केटाहरू, मजाले जानु छ होइन।
यतिको उकालो छ यो चाहिँ सर्टकट अरे भनेर भनिरहेछ है ठिकै छ त केही आपत छैन चढ्ने हो यस्तो त नर्मल हो नि कति चढे होइन जिन्दगीमा ओहो गाइस केटाहरू सबजना चढिसक्यो यार म एक्लै यार अब ल चढ्दिनु सबजना चढिसक्यो म एक्लै छिप्ले छ बाटो अब छिप्ले छ त बाटो त के हो आम्बो अहिले चाहिँ हामी यहाँ ठ्याक्कै कहाँबाट सुरु गरेको भन्दाखेरि बुढानी कण्डा होइन नारायण थानदेखि चाहिँ आएको हो त्यही हुँदै हुँदै अब माथि माथि जाने त हो नि अनि साथीहरू सबैजना हिँडिसक्यो गाइस अघि चाहिँ अलिकति कस्तो थियो भने अलिकति गाउँतिरको बाटो छ खाल्टाखुल्टो थियो फेरि यहाँतिर चाहिँ पिच रहेछ क्या यहाँ रमाइलो छ त है ठिक छ त आज चाहिँ सन्डे हो होइन अब हाम्रो छुट्टी छ कलेजको त्यही भएर यसो साथीहरूसँग फ्रेस अप पनि होइन रमाइलो छ जे भयो भने यहाँ अगाडितिर पुगिसक्यो साथीहरू अनि म चाहिँ यहाँ पछि भ्लग बनाउँदै आइरहेको छु केही छैन बिस्तारै पुगिन्छ के मजाले के छ र त्यस्तो यहाँ चाहिँ साथीहरूले के कता हो बाटोहरू कता हो भनेर हेरिराख्नु भएको छ है हेर्नुहोस् अब हेरौँ कता कता पुगिन्छ अहिले होइन फेरि हामी ओए बाटो चाहिँ नभुलेछ है अस्तिको जस्तो हेर है राम्रोसँग कता हेरे यहाँ दुई त हेर्नुहोस् है हजुर यता पनि बाटो छ यता पनि बाटो छ राम्रोसँग हेरेर जाउँ होला होइन बिच बाटोमा अहिले फेरि फर्किनु पऱ्यो भने झ्याउ हुन्छ होइन म चाहिँ अस्ति नै चेतिसकेको मान्छे हो क्या यो बिच बाटोबाट फर्केर आएर चाहिँ होइन यत्रो हिँडेर गएर दुःख गरेर गएर चाहिँ बिच बाटोमा फर्किनु पऱ्यो भने त झ्याउ हुन्छ नि त त्यो हेर्नु फर्स्टमै हेर्नुपर्छ होइन हेर्नुहोस् है गाइज यहाँ टिकटक बनाउने अरे त्यही भएर यहाँ पर्खिरहेको छ जाने बाटो त यतै हो अरे हाम्रो दाईहरू हेर्नुहोस् त अरे साइकलमा आएर चाहिँ यार साइकलमा पनि मजा छ त ल ल ओए दाजु एउटा गीत हान्नु पऱ्यो यार टिकटक मास्टरहरू टिकटक ल हिँड्यो त माथि चाहिँ हाम्रो मिनी झरना रे मिनी झरना ल बाहुबलीको झरना ल है अनि यहाँ प्रवास यता पनि छ हाम्रो ब्रोको फेरि स्वाइक नै छुट्टै छ है यहाँ ब्रोको स्वाइक नै एकदम पनि हरायो त बरु ए हराउने मान्छे चाहिँ तपाईँहरू रहेछ कि जहाँसुकै एनिमल रेस्क्यु गर्न जानिरहेछ त गोठालो जाँदा कमाया आम्बामा ओ त्यसलाई हाम्रो कम्युनिटीमा छाडेको हाउसर भन्छ पोखर त्यो तिनीहरू हेर्ने मान्छेलाई कि एनिमलहरू हेर्ने मान्छेलाई ल चिटचिट गर्नु पऱ्यो है अब होइन डेस्टिनेसनमा चाहिँ पुगिहाल्नु पऱ्यो क्या चाँडो भन्दा चाँडै हेर्नुहोस् गाइजहरू तपाईँहरूलाई फेरि रेस गर्ने हो है यहाँ हिँड्दा अब थाक्छ होइन रेस गर्नु पऱ्यो एकछिन के हो अरे केटा ओइ हाइड्रेसन भनिरहेको छ यो हाइड्रेसन प्लेयरहरु अक्सिजन लिँदै थाकिसक्यो हाइड्रेसनहरुको यहाँ यी पानी खानको लागि हाइड्रेसन ब्रेक है गाइज हाम्रो हाइड्रेसन ब्रेक हो कति जापानले फोजेर हान्यो ल ठिक छ केटाहरू हाम्रो चाहिँ होइन हाफ जापानले चाहिँ फोजेर हानिसक्यो अरे फेरि टिकटक अघि बिग्रेर यहाँ फेरि बनाउन लाग्यो मास्क बनाउनुपर्ने सफ्टवेयर फेरि सबै हुन्छ नि हार्डवेयर के हो के सबै एउटै जस्तो एउटै लाग्ने अनि त्यो त म छोडिदिएको 11-12 मा चाहिँ त्यो छ क्या अलिकति कोडहरू चाहिँ छ कि अलिक गाह्रो पाइथन जाभा के भन्ने छ कोड अनि त्यो के हुन्छ कि एउटा ओए बाघ आउला बाघ आउला छिटो आइज छिटो जाने केटा हामी मुनि एक जाउँ मुनि ल गाइस यहाँ मुनितिर जाउँ न होइन अलिकति एक मुख धुएर आउने माथि के भन्छ मुजी एक पानी मुख धुएर आउँछ यहाँ हेर्नुहोस् गाइस एक मुख धुम होइन अनि
झरना त झरना हिँड्दै यहाँ आइपुग्यो फाइनली। गर्मी हुँदाखेरि यहाँ ठिक्क रहेछ नि यार मजाले। ल है हाम्रो उता साथी चाहिँ यहाँ हेर्नुहोस् फ्रेस अप है पुरै माथि पानी आइरहेछ होइन ढक्क लगाएर यता है फ्रेस अप। यहाँ साथीले कला देखाए कला 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 के हेर्दैन के हेर्दैन। ल है बजाऊ है तिमीलाई समाउला सम्झना बिर्सना सल ल ल ल म आउने बाटोमा ल ल ल ल पाइन्छ मेरो चाहिँ बजा जस्तो छ त्यस्तै हालिदिनु। हाम्रो कस्तो भइरहेछ त हाइक हाम्रो एकदमै ठिक ठिक हाइक बिल्कुल। हाइक कतिको रमाइलो भइरहेछ। यु क्यान ह्याभ अ वाटरफल हियर। ओ गाइज यार हिँडेछ भोक लागिसक्यो के हो यो। मैले त एउटा हाफ प्यान्ट लिएर आएको थिएँ होइन अब खै भिज्दा नि भिजेन खासै तर लास्टै भोक लागिसक्यो यार कसम। यहाँ केटाहरू हिँडै छ होइन लास्टै भोक लागिसक्यो तर मोबाइल त मैले चाहिँ हाने छैन है। हिजो हानेको बिर्से कहाँ हाने भन् त यहाँ मुनि कसरी फुटबल खेल्दा अब यही भिडियो गर्दा अलिकति। ल गाइज अब हाम्रो उतै दाइलाई सोध्दा चाहिँ 10 मिनट हो अरे माथि पुग्न अनि 10 मिनटमा यार लास्टै भोक लागिसक्यो यार कसम। माथि गएरै खाने भन्ने चाहिँ कुरा छ हाम्रो साथीहरू सबैको। तेरिका बिहान अब 8 बजे खाएको अब 1 बज्नु लागिसक्यो अनि कहाँ यत्रो पहाड चढ्दा त भोक त लागिहाल्छ नि होइन। अब देखेँ पनि देखेँ यताबाट होइन अब यत्रो काठमाडौँको भ्यू देख्ने भनेपछि हामी लगभग अब धेरै माथि आइपुगिसक्यो जस्तो लाग्यो है हिँड्दा आमामा। तर लास्टै हिँड्दा चाहिँ लाँत भइसक्यो यार कसम यार होइन। त्यस्तो थाक्ने मान्छे त होइन म तै पनि हिजो फुटबल खेलेको थियो होइन साथीभाइसँग आमा 7-8 महिना लगभग 9-10 महिना नै भयो होला हौ नखेलेर खेलेको थियो नि त फुटबल। त्यही भएर यहाँ थाक्यो क्या लास्टै जिउको अङ्ग दुखिरहेको छ यार लास्टै जाउ भयो। तैपनि म आज नेभर गिभ अप सोचेर चाहिँ म यहाँ हाइकिङ आएको छु होइन। केही छैन जिन्दगीमा यस्तै हो क्या रमाइलो गर्नुपर्छ क्या जिन्दगीमा साथीहरूसँग हिँड्नुपर्छ होइन। अब यो अहिले 12 हो होइन भोलि अब 12 सकेपछि के हुन्छ के हुँदैन थाहा छैन। त्यसैले होइन अब कमाउने जिम्मेवारी आइसक्यो सबैको कमाउनुपर्छ जिन्दगीमा अघि बढ्नुपर्छ होइन त्यही हो। हेर्नुहोस् गाइस यहाँ लास्टै पहिरो यार बाटो त खत्तम छ त हेर्नुहोस् मुन्दिकै है डेन्जर पहिरो गइरहेको छ। बाटो चाहिँ यहाँ साङ्ग्रो रहेछ साङ्ग्रो लास्टै काठको यहाँ पुल रहेछ। ए खस्यो भने त गयो त मुनतिर यार लास्टै तनाव। हेर्नुहोस् गाइस हेर्नुहोस् है रमाइलो छ ठाउँ है आमामा खतरा पानी उक्लिरहेको छ। ल हेर्नुहोस् अब डेन्जर छ त बाटो त अफ के आमामा उता केटाहरू अघि पुगिसक्यो म एक्लै पछि थिएँ यार सबजना अगाडि छ। माथि म माग्छु अहिले लास्टै भोक लागिसक्यो यहाँ खै भोक लागिसक्यो। आमामा कस्तो जङ्गलमा आइपुग्यो यो है तेरिका डेन्जरकै जङ्गल हेर्नुहोस् न यहाँ वरिपरि है टक्क लाएर बाटो लास्टै अब चाहिँ साङ्ग्रो बाटोमा आइपुगेछ है हामी। यहाँ हेर्नुहोस् त बाटोहरू अलिक साङ्ग्रो नै छ है सुलुलुलु हिँड्ने। अघि चाहिँ मुनि चाहिँ रोड थियो फेरि
यहाँ चाहिँ अब सानो सानो छ आम्बो झन्नैले भोक लागेर नै ढलेन यार कसम यस्तो भोक लागिरहेको थियो थट होइन बिहान त खाएको हो डेन्जर ब्रेकफास्ट त तैपनि भोक लाग्यो कि लास्टै भोक लाग्यो ल है साथीहरू पारीतिर पुगिसक्यो हाइक भनेको चाहिँ यो हो क्या रेल हाइक भनेको उत्तरदेखि है हाम्रो ग्रुप टन्नै छ है फेरि लगभग 15-20 जना छ हाम्रो डेस्टिनेसन चाहिँ हाम्रो कहाँ भने अरे विष्णुदोहा होइन विष्णुदोहा हो होइन अनि एकदम रमाइलो छ भनेर सुनिरहेको थियो होइन हेरौँ अब लेट्सी एकदम एक्साइटेड छ हामी यो हो नि त अनि नेसनल पार्क भनेको क्या यस्तो रमाइलो यार यस्तो जङ्गल त हुने त मेरो गाउँमा पनि छ तैपनि यस्तो खुल्ला खुल्ला चाहिँ मैले कहिले देखिनँ क्या न यिनीहरू काटेको हो कि के हो है यस्तो हेर्नुहोस् यो फटफट काटेको छ कि यिनीहरू हाम्रो चाहिँ अब गाउँको जङ्गलहरू कस्तो हुन्छ भने पुरै त्यो झारहरूले घेरेको हुन्छ नि त बिचबिचतिर नि तर यहाँ चाहिँ छैन क्या यहाँ खुल्ला पनि खुल्ला है सटटट लागेको अनि अघि लास्टै भोक लागिरहेको थियो अनि यहाँ साथीहरूले चाहिँ खाप्से दिएर पनि मैले खाइसकेँ अनि त्यसपछि छुट्टै एनर्जी आएर चाहिँ अहिले फेरि कसम अनि यो फोहोरहरूको कुरा गर्नु पर्दा चाहिँ नि साथीभाइहरूले मैले यहाँ कति पनि फोहोरहरू पनि देखिरहेको छ कतै कतै होइन अब 1-2वटा हो धेर त रहन्छ तर नेसनल पार्क भने चाहिँ यहाँ फोहोर गर्न मिल्दैन हामीले होइन त्यसैले यो प्लास्टिक चाहिँ मैले यहाँ मुनि के अरे पकेटमा हालिसक्यो हामीले है त्यस्तो जथाभावी नफालौँ हामीले किनभने हाम्रो नेसनल पार्क हो यो है हामीले फोहोर गऱ्यो भने भोलिको दिनमा टुरिस्टहरू पनि आउन सकिन्छ यता होइन त्यस गरी फोहोर गर्नु हुँदैन हेर्नु चाहिँ यहाँ ओह्रालो झर्दैछ हाम्रो साथीहरू यतिको बाटो चाहिँ अलिक अप्ठ्यारो नै हो होइन हिजो पानी पनि परेर अलिकति चिप्लो हुन्छ तर एकदम रमाइलो छ है हेर्नुहोस् यहाँ सट्ट लगाएर होइन त साथीहरू छ अनि यता चाहिँ खोला रहेछ है खोला सट्ट बोकिरहेको खोला आमा कति रमाइलो है काठमाडौँ बस्नेहरूलाई त यस्तो हाइक भनेपछि त अनि छुट्टै रमाइलो छ नि नुहाउने हो सक्छ न ल है गाइस यहाँ को नुहाउने छ नुहाए पनि हुन्छ है यहाँ आमा बाटो त फेरि लास्टै नि है अब हाइक भनेपछि यतिको त फेरि हुनु पनि पर्छ यहाँ हेर्नुहोस् है हजुर रमाइलो छ रमाइलो शिवपुरी नेसनल पार्क हो खोलाको छेउमा होइन झन् ठक्क यहाँ साथीहरूले अब भोक लागिसक्यो अब खानको लागि ठाउँ पनि खोजिरहेको छ साथीहरूले होइन त्यसको लागि चाहिँ उहीँ माथितिर व्यवस्था हुन्छ भन्ने कुरा छ ठिक छ त होइन जहाँ बस्यो नि खानु चाहिँ पऱ्यो क्या जहाँ बस्यो नि होइन ल हेर्नुहोस् है यता निकुञ्जभित्र बग्ने नदी खोला पानीको स्रोत थुन्न फर्काउन कुनै हानिकारक वा विस्फोटक पदार्थहरू प्रयोग गर्न माछा मार्न पौडी खेल्न तथा फोहोर मैला गर्न पाइन्न भनेर भनेछ है यहाँ चाहिँ पाइँदैन है पाइँदैन खोलाहरू यति राम्रो भएर पनि तर यहाँ पौडी सौडी खेल्न पाउँदैन भनेछ यस्तोमा पौडीको रमाइलो छ है गाइस तपाईँहरू घुम्नु आउनु होला यता शिवपुरी नेसनल पार्क के अरे विष्णुदोहा होइन विष्णुदोहामा हो एकदम रमाइलो छ है यो घुम्नको लागि हाइक गर्नको लागि चाहिँ है गाइस फाइनली आइपुगिसकेको छ हामी है अनि यहाँ अनि एकदम सुन्दर छ यो जङ्गल चाहिँ अनि हेर्नुहोस् है यहाँ मुनितिर अब हामी चाहिँ खाजा खान लागेको है यहाँ यत्रो थाकिसक्यो यार 1 बज्न लागिसक्यो अब होइन 2-3 बज्न लाग्यो होला सायद होइन अनि भोक पनि लागेको छ अनि यहाँ साथीहरूले चाहिँ यहाँ खाजाको लागि यहाँ फलफुलहरू खाजाहरू निकालिसकेको छ यहाँ साथीहरू एकदम रेडी छ है रेडी ओ एक्लै कहाँ जान्ला यहाँ केटाहरू गेम खेल्ने छ होइन यहाँ केटाहरू फोर्ने छ है साथीहरूले म्यानेज गरिरहेछ है यहाँ खानाको लागि अब हेर्नुहोस् रमाइलो छ हौ आजको दिन त
ओए बाँदर आज चकचक अहिले हेर्न त ओए ओए बुवा भन्नु मन छैन ल गाइज हाम्रो चाहिँ यहाँ फेरि अब इन्टरटेनमेन्ट छ आज होइन एक गेम ल एक गेम टिप्यो यो काट नभन्नु न के खाऊ भन्नु नि काटा है काटा नै खाऊ भन्नु म त खाइदिन्छु ल 2 किलो किने न है अन्त चाहिदैन मलाई रेट नै थिन्छ ल गाइज हामीले चाहिँ हल्का खेलेर अब होइन फेरि अब यहाँ दाजुभाइहरूसँग यहाँ यसो सहयोग गर्न पनि लागिसकेछौँ होइन अब फेरि खाना पनि पऱ्यो होइन अहिले एकछिनमा इन्टरटेनमेन्ट भन्ने कुरा अहिले एकछिनमा हुन्छ अयो मलाई फुल लेखेर केटीले के निमा सोधेर नबिगाड्नु है अब ए हाम्रो कुरा धेरै किन्नु पर्ने मैले हाले त किन्नु पर्ने हात फोर भयो नि हाल्दै के छैन ओए बोतल चाहिँ पानीमा 4-5 हाले त हात धुनलाई म गर्दिन फर्स्ट टाइम काम गर्छु त के ओ चटपटे जुस परे हाल्न मेरो हुन्छ हाम्रो यहाँ चटपटे बनाउने भइया चाहिँ यता छ के हो गाइज मजा गनायो भनिरहेको छ हाम्रो साथीहरूले दिनको त कसम बुझ्छ सिक्दै अब 1 वर्ष रुममा बस सुरु ल ल 1 2 3 गो ठिक छ यति चाहिँ हुनु पर्यो चलपल अले ग गरे कसम तिरे त्यहाँ आँखा भरि आयो अहिले गर्दा तेरिको कसम पोकाएर म याद गरेछु कि कसम होइन कि यसले हुन्छ पर्सिङ ब्लक अन्त माग गाइस यतिको चाहिँ हान्नु पर्यो हेर्नुहोस् यहाँ तिर पुगिसक्यो गाइस अब हामी चाहिँ फर्किसकेको छौँ होइन अब लगभग हाइकिङ आज रमाइलै भयो भनौँ न होइन रमाइलै थियो तर लास्टै थाक्यो क्या आमामा यति हिँड्यो है अब हिँड्न त ठिकै छ हिँड्न त ठिकै हो तर हिजो अलिकति खेलेको भएर नि ज्यानहरू दुखिरहेको थियो त्यही भएर चाहिँ नि अलिकति त्यो भएन होइन तर एकदम ठिक छ अनि अगाडितिर हिँडिरहेको छ है हाम्रो केटाहरू अनि तपाईँले मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला है लाइक गरिदिनु होला सेयर गरिदिनु होला अब आगामी दिनमा चाहिँ फेरि यस्तै भिडियोहरू लिएर आउनेछौँ होइन अनि सधैँ माया गरेर राख्नु होला है।